हेलो अहिले मर्निङ टाइम म चाहिँ लिङथेममा मलाई चाहिँ एउटा के भन्छ अब मेरो मेमोरिज है चाइल्डहुड मेमोरिज यहाँनिर के भन्छ यहाँनिर लिङथेममा अन्त म चाहिँ दिदीकोमा आएको थियो दिदीकोमा बिहानै उठेर चाहिँ यहाँ छेउको घर त्यो जुन चाहिँ हाम्रो पुरानो स्टाइलको त्यो जुन चाहिँ घर थियो त्यो छ अझै पनि सोद्धाखेरि छ अलिक रिपेयर हुँदै रहेछ भने होइन अन्त म चाहिँ हेर्नु आयो यहाँनिर अन्त म तपाईँलाई देखाउँछु यहाँनिर अब यो घर चाहिँ पुरानो जुन चाहिँ हाम्रो दकेमुली भन्छ है जुन चाहिँ यसरी सपोर्ट दिएर बनाउँछ पहिला जुन चाहिँ हाम्रो लेप्चा ट्रेडिसनल हाउस है उहाँहरूले चाहिँ राम्रो गर्नुहुँदो रहेछ अब यसलाई त्यो पुरानो स्टाइललाई चाहिँ हटाएको छैन है साइड साइडमा चाहिँ अब सपोर्टको लागि सिमेन्टेड पनि गर्नुहुँदो रहेछ म तपाईँलाई देखाउँछु है त्यो घर हेर्नुहोस् है मेरो पछाडि चाहिँ उहाँहरूले चाहिँ अब पुरा रिपेयरको लागि चाहिँ तयारी गरिरहेको रहेछ यसरी गर्नुपर्छ हाम्रो घरहरू प्रिजर्भ गर्नुपर्छ कतिजनाले चाहिँ अब त्यतिकै राखिदिन्छ मक्किएर जान्छ है अनि यहाँ हेर्नुहोस् ल खास अब हाम्रो लेप्चाको जुन चाहिँ खासियत चाहिँ के छ भन्दाखेरि हाम्रो लेप्चाहरूले चाहिँ यसरी घर बनाउँथ्यो नि त हेर्नुहोस् काटी युज नगरिकन यसरी ब्लक बनाएर यसरी सिराउँथ्यो यसरी अब यो ढुङ्गाको माथि चाहिँ हेर्नुहोस् सी ढुङ्गाभित्र पनि छैन ढुङ्गा माथि राखेर चाहिँ यसरी बनाउँथ्यो अन्त मलाई चाहिँ के राम्रो लाग्छ भन्दाखेरि हाम्रो लेप्चा हाउस है हाम्रो जुन दकेमुली छ त्यसको चाहिँ खासियत के लाग्छ भन्दाखेरि चाहिँ भुइँचलो आउँदा पनि पुरा सेफ केही हुँदैन अब हेर्नुहोस् पर पनि छ यहाँनिर तपाईँ देख्नुहुँदैछ है सबैमा अन्त उहाँहरूले चाहिँ अब यो रिपेयर गर्नुको लागि चाहिँ अब है पुरा पुरानो घर है सपोर्ट अब हामी यहाँ आएको नै 30-35 वर्ष बेसी भइसक्यो अन्त यो पर यसरी खम्बा लगाएर यसरी सपोर्ट गर्नुभएको रहेछ खुसी लाग्यो उहाँहरूले यो घरलाई यसरी नै प्रिजर्भ गरेर राखोस् है बिस्तारै बिस्तारै यस्तो हाम्रो घरहरू भ्यानिस हुँदै जाँदैछ हेर्नुहोस् उहाँले रिपेयर गरेर यसलाई यसरी सिँढी यस्तो पहिला यो ढुङ्गाहरू काटेर हेर्नु न कत्रो छ हेर्नुहोस् है बाजेहरूले आफै बोक्थ्यो यो ढुङ्गाहरू नि हेर्नुहोस् म अलिक तपाईँलाई माथिबाट क्लियर भ्यूमा देखाउँछु है फुल भ्यू चाहिँ यसरी छ नानीहरू पुरा मजा लाग्छ आएर खेल्दैछ मेरो नानीहरू ओके थ्याङ्क यू फर वाचिङ